श्री लक्ष्मीनारायण धाम रम्बा गाउँपालिका वार्ड नम्बर 1 को नमुनाको रूपमा हामीले लिएका छौँ। यसलाई एकपटक सबै सकेसम्म भ्याएसम्म यहाँ आएर दर्शन गरिदिनु हुनको लागि विनम्र अनुरोध गर्दछु। समीर सरको फेसबुक पेजबाट सबैलाई विनम्र अनुरोध गर्दछु। हस्, धन्यवाद। नारायण। ओके, धेरै राम्रो। ल मामाले ल अब धेरै कुरा भन्न त जान्दिनँ मैले। यहाँ सबैलाई एकपटक यहाँ दर्शन गर्न मिलाएर आइदिनुहोस्। हेर्न पर्ने ठाउँ छ, नमुनै छ यहाँ। एकदमै पवित्र स्थल भनेको यो हो। हेर्नु त यति राम्रो चाँडोमा एकदम छिटो उपलब्ध होइन भएको एउटा ठाउँ होइन। पवित्र स्थल सङ्घा लक्ष्मीनारायण धाम एकदमै राम्रो पनि लाग्यो। यो बनोट सबै थोक धेरै मलाई पनि एकदम खुसी पनि लाग्यो। यहाँ आउँदा आनन्द एकदम। कालीगण्डकी नजिकै नागपोखरी ल हेर्नुहोस्, मन्दिर उस्तै हेरिरहँ जस्तो मन्दिर होइन र। सबै थोक राम्रो, एकदम ठाउँ पनि एकदम राम्रो। बनोट सबै थोक राम्रो छ। नजिकै कालीगण्डकी सल्ल बगेको राम्रो। यसरी पनि भयो कि यो एकदम गण्डकी कालीगण्डकी काखमा लिएको जस्तो छ। एकदम धेरै राम्रो लाग्यो, खुसी लाग्यो एकदम। लक्ष्मीनारायण धाम हेर्दा सबै पिपल बोट संरक्षण भनेर पहिलेदेखि जो सबैजनाले भनिराख्नु भएको, तर पनि पिपल बोट एकदम सबै एकदम निर्मित एकदम राम्रो। सबै हेर्नु कति हेर्दा पनि हरियाली जताततै पिपलै पिपल देख्न पाइयो। धेरै खुसी लाग्यो। यो विशेष गरी त्यसलाई परिचित गर्दाखेरि यो ठाउँको नाम हो रम्बा गाउँपालिका वार्ड नम्बर 1 साबिक हुँगी 3 सङ्घा डुम्रेकुना। सबैलाई थाहा नहुन पनि सक्छ। सङ्घाको डुम्रेकुना भनेर यो ठाउँलाई चिनिन्छ। त्यस हुनाले सबैजना आइदिनु होला। धन्यवाद। एकदम धन्यवाद है। नारायण।